हामी चाहिँ अहिले आफू गाउँ गएर आफ्नो कार्यक्रमहरू सबै भेटेर चाहिँ अहिले हामी आफू खैनी आएर पनि ऐनापर जाँदैछ। ऐनापर जाँदैछ ऐनापर चाहिँ आइपुग्न हामी अब रेस्टुरेन्टहरू चाहिँ ऐनापरमा टक्क लगाएर यहाँ चाहिँ एउटा टिकट काउन्टर छ। त्यसपछि त्यहाँ चाहिँ यो गेट ऐनापराको गेट आफू खैनी 4 वार्ड नम्बर पर्छ। बोले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो एकजना सेक्युरिटी गार्ड पनि हुन्छ। सन्चै हुन्छ म त सुटिङ गरेँ हाम्रो दाइ हुनुहुन्छ यहाँ सधैँ बिहानदेखि बेलुकासम्म ड्युटी गर्नुहुन्छ। बिहान 7 बजे बेलुका 7 बजे 24 घन्टा 12 घन्टा ड्युटी गर्नुहुन्छ दाइले चाहिँ। उहाँको होटल होइन राईको होटल हो। आज यहाँ भिड गर्नु पर्यो एउटा भन्दा आज चाहिँ शनिबार हुनाले चाहिँ एकदम भिड छ आज यहाँ होइन। अहिलेसम्म नत्र यतिखेर चाहिँ मान्छे सबै घर बसेको थिएन होइन र। झन् एकदम समाजसेवा गर्दै हुनुहुन्छ बहिनीले। कस्तो लाज लागेको छ नि हजुर राजु गुरु। ल तपाईँले चाहिँ धेरै समाजसेवा गर्नुभयो। तपाईँको लागि धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट। हामी चाहिँ ऐनापर गेट प्रवेश गरेछौँ। ल हेर्न सक्नुहुन्छ तपाईँले। अनि यहाँ चाहिँ एउटा जलपरीको मूर्ति बनाएर राखेको छ। यहाँ चाहिँ पानी पनि बर्सिन्थ्यो। आज चाहिँ पानी बर्सेर हिँड्छ। त्यसै गरी हाम्रो यहाँ सार्वजनिक टोइलेट पनि छ, रेस्टरुम। ल हेर्न सक्नुहुन्छ लेडिज टोइलेट, जेन्ट्स टोइलेट दुइटै, मेल फिमेल दुइटै छ। यो ठाउँमा चाहिँ हामी पहिला सानो चाहिँ एकदम पौडी खेल्थ्यौँ। यहाँ चाहिँ अहिले पानी सबै सुकेर चाहिँ पानी कति पनि छैन यहाँ। हेर्न सक्नुहुन्छ। ठ्याक्कै मिनी चाइना हो यो चाहिँ। मिनी चाइना। यहाँ चाहिँ एउटा रेस्टुरेन्ट पनि छ हाम्रो। हेर्न सक्नुहुन्छ तपाईँले। के छ बहिनी ऐनापर कस्तो लागेको तिमीहरू? एकदम राम्रो रमाइलो। के छ बहिनी ठिक छ नि? कति रात अघि भयो 3 घण्टा। 3 घण्टा भइसक्यो हो र। ए ल रमाइलो भयो। ल हस् ल। बहिनी चाहिँ 3 घण्टा अघि नआउनु भएको छ। फर्किँदै। हेलो बेबी के छ? ठिक छ? के छ बाबु? लाउरे हो? इन्डियन आर्मीको ड्रेस छ नि त यार, टी सर्ट त। वाउ पोज देऊ नि त पोज। अझै तिम्रो अगाडिको दाँत खोइ त? दाँतै छैन नि त अगाडिको। मुसल ल। यस राजु गुरुङ 9926। हेलो हजुर सन्चै? आज यतातिर। अनि हाम्रो नानी चाहिँ को हो नि? हेलो नानु के नाम हो तिम्रो? हजुर प्राप्ति लामा। प्राप्ति ल राम्रोसँग प्राप्ति गर्ने है त। नानीको नाम चाहिँ प्राप्ति लामा रहेछ। ल हेर्नु तल कस्तो राम्रो ठाउँ। खोइ बाँदर ओ त्यो डाँडामा चाहिँ बाँदरको बथान रहेछ त्यहाँ। हेर्न सक्नुहुन्छ। कस्तो लाग्छ यो ऐनापर अहिले? आजभन्दा 10 वर्ष अगाडि हामी यहाँ गुवाको नि मुत्ने ठाउँ हाम्रो यो। डेटिङ पार्क भाइले चाहिँ डेटिङ पार्क भन्नुभयो। साँच्चै नै भन्दाखेरि चाहिँ 10 वर्ष अगाडि चाहिँ होइन केही पनि थिएन कि यस्तो। त पुरै सिस्नो घारी मात्रै। त्यसपछि होइन यो भनेको त यो अहिले जुन भर्याङ देख्नुहुन्छ तपाईँले, यो त पुरै पहरा थियो कि यस्तो पहरा। अनि यो पुरै
रुखहरू झारहरू थियो होइन, यसलाई चाहिँ खनखान गरेर यस्तो राम्रो बनायो, सोच्नै नसक्ने कुरो हो होइन। अब मैले जहाँसम्म सुन्नमा आएको चाहिँ हाम्रो यो लायन्स क्लब आबुखैनी सिटीले चाहिँ लगभग 7-8 वर्ष होइन 5 वर्ष अगाडि चाहिँ यहाँ यो निर्माण कार्य चाहिँ सुरु गर्नुभएको थियो उहाँले होइन, उहाँ क्लबले चाहिँ आबुखैनी लायन्स क्लब अफ आबुखैनी सिटीले चाहिँ। त्यसपछि चाहिँ हाम्रो अब नयाँ अब अहिलेको नयाँ हाम्रो आबुखैनी गाउँपालिका अध्यक्ष शुक्र चुमनज्यूले चाहिँ सुरुवात गर्नुभयो। सुरुवात गरेर यहाँ धेरै राम्रो काम गर्नुभयो, उहाँले धेरै राम्रो बनाउनु भयो होइन। त्यसले गर्दा सबै क्यारेक्टर चाहिँ उहाँलाई नै जान्छ विशेष गरेर। तर पनि आबुखैनी लायन्स सिटी क्लब आबुखैनी लायन्स क्लब आबुखैनी सिटीले पनि उहाँको चाहिँ योगदान छ यो ऐनावर बनाउने ठाउँमा चाहिँ। अब म चाहिँ अब हाम्रो आबुखैनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमनजी यहीँ नजिक आइसक्नु भएको छ। नमस्ते, सन्चै हुनुहुन्छ? आज चाहिँ भेट भयो यहाँ, एकदम खुसी लाग्यो। आर्मेन नमस्ते हजुर, केही भनिदिनु हुन्छ कि? केही छैन, एकदम राम्रो छ। हाम्रो राजुको च्यानल चाहिँ के गर्न बाँकी छ? सब्सक्राइब, लाइक, कमेन्ट। कति राउन्डमा? ए हो, ल ल हस्। अहिले चाहिँ उहाँ चाहिँ हाम्रो आबुखैनी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ शुक्र चुमनज्यू। कहाँ गयो केटाहरू? मलाई छोडेर ल बेड टाइम अहिले त। ल यहाँ चाहिँ आमा र छोराको एउटा चित्र कोरिएको छ ढुङ्गामा। ल हेर्नु सक्नुहुन्छ, मदर्स लभ भनेको चाहिँ यो कस्तो दामी यार। ल हेर्नु त, ल हेर्नु यो चाहिँ बच्चा हो, यो चाहिँ आमा र बच्चा एकदम सेम टु सेम ढुङ्गामा एउटा आमा र बच्चालाई टाँसेर राखे जस्तो होइन। त्यस्तै गरी तपाईँले हेर्नु सक्नुहुन्छ यहाँ, यो भनेको हाम्रो जलपरी एकदम। ल हेर्नु पहेँटा पनि छ उड्नको लागि, कस्तो राम्रो। ल यहाँ चाहिँ यो जुन ठाउँ यो अहिले हजुर कार्पेट ओछ्याएको छ, यहाँ चाहिँ कुनै बेला सिस्नु घारी मात्रै थियो यहाँ। यो सिस्नु घारीमा अहिले के छ बहिनी? सन्चै कतिखेर आएको थियो? भर्खर आएको, भर्खर जाने। ल ल यो ठाउँ चाहिँ तपाईँको सिस्नु घारी मात्रै थियो होइन। हामी तल त्यो ढुङ्गा मुनि चाहिँ फेरि यहाँ तल ताल हुन्थ्यो, हामी पौडी खेल्दै हिँडेर यसरी हिँडेर त्यो अहिले गणेशको जुन टाउको छ त्यो मुनि हामी हार्नुमा गएर पौडी खेल्थ्यौँ। यहाँ भनेको पुरै सिस्नु घारी मात्रै थियो, केही पनि थिएन होइन। अहिले चाहिँ यहाँ अब तपाईँको बसेर रमाइलो गर्ने, खानपिन गर्ने सबै ठाउँ बनाएको छ। अनि त्यहाँ एउटा पिङ पनि छ, ल हेर्नु सक्नुहुन्छ। यत्रो दिन भयो म एकचोटि पिङ खेलेँ खाने यार, आज चाहिँ पिङ खेलेर जान्छु। हेलमेट त यतै राख्नु पऱ्यो, हेलमेट र ब्याग चाहिँ राख्नु पऱ्यो। ल यहाँ गणेशको चित्र ढुङ्गा माथि कस्तो दामी कि आमा थत। यसको वर्णन गरेर कुनै शब्दै छैन, वर्णन नगरे सकिन्न यो। हामी कहाँ माथि माथि गइरहन्छ नि, यहाँ झुलुङ्गे खेल्यौँ न एकछिन बसेर। झुलुङ्गे खेल्ने होइन, त्यो पानी जाने ठाउँ छ नि खल्ने छ त्यही नगएर त पानी भरिहाल्छ। जान्छ। भरि गर्न पाए भइहाल्छ नि, त्यो स्विमिङ खेल्नु नि हुन्छ। ल हेर्नु सबैहरू यहाँ चाहिँ अब स्विमिङ पुलको स्टाइल पनि बनाउनु खोज्यो हो।
अहिले पानी नभएको जस्तो छ ल हेर्नु अनि गणेशको मूर्ति ल हेर्नु पहरा यस्तो डरलाग्दो पहराहरू ल हेर्नु अब यहाँले हेर्ने दृश्य ल हेर्नुहोस् यहाँबाट टक्क लाएर बनाउनु पर्ने ठ्याक्कै भएन के गर्नुपर्ने छ हेलो गरेर मुख जानुपर्ने झल्लिङ्गे पुल झल्लिङ्गे पुल बनाउनु त बनायो दिमाग चाहिँ लगाएको हो कि हो मान्नुपर्छ क्या हाम्रो शुक्रबारमा साथी आज पनि ऐना पर आइयो अब म चाहिँ आज ऐना पर एउटा एकछिन पिङ चाहिँ खेल्नु पऱ्यो पिङ खेलेर जान्छु यसमा करेन्ट लाग्यो भन्छ त होइन लाग्न पनि सक्छ किनभने ऊ त्यो पोलमा बत्ती छ नि त ऊ हो ऊ त्यो पोलमा बत्ती छ त्यो बत्तीको करेन्ट आउन सक्छ यो सर्ट यसमा हुनसक्छ क्या किनभने यो छ नि त यहाँ टाँसेको छ नि त यो यहाँ लाइन छ नि त ऊ नाङ्गो तार त्यहाँ बसिरहेको हेर्नु त नाङ्गो तार ल त्यहाँ नाङ्गो तार छ उयो नाङ्गो तारले पनि लाग्न सक्छ नि त करेन्ट त्यो पोलमा करेन्ट आयो अनि यहाँबाट यसमा टच भयो ल हेर्नु यो पुरै होल्डिङ गरेको छ अनि यसमा टच भइसक्यो यसमा करेन्ट लगाइहाल्छ नि यो अलिकति विचार गरिदिनु पऱ्यो होइन यो अब यो पोलमा चाहिँ करेन्ट आउँदो रहेछ यहाँ माथि नाङ्गो तार छ होइन यो नाङ्गो तारले गर्दा यो पोलमा करेन्ट आयो यसले गर्दा यहाँ पनि आयो यसले गर्दा पिङसम्म नि करेन्ट आउने हुन्छ होइन तपाईँहरूले चाहिँ यो विचार गरिदिनु पऱ्यो एकचोटि अर्थिन हान्दो रहेछ ल हाम्रो रन्दा एकचोटि हेरिदिनु त किन आएको यो करेन्ट भनेर त्यही हो ए मेरो टर्न पहन यार म एकचोटि म खेल्छु कि पहिला एउटा ल भिडियो बनाइदिनु म खिच्छु तान्दिनु न अझै एकचोटि मेरो नि सरा कति मजा आउँदो रहेछ नि ढकल्देऊ न एकछिन यार आफैले मस्काउने क्या त तिमीले मस्काउनु सक्नु त म मस्काएको देखाउँछु कसरी मस्काउने हो र भने जान्दैन मैले नजाने के हो त ल हेरौँ त एकचोटि ल ल ठिक छ ल ठिक छ ल उहाँले चाहिँ मजाले लचक लचक गरेर मच्किनु भयो ल हेर्नु सक्नुहुन्छ त्यहाँ मजा लचक लचक गरेर मच्कियो ल एउटा एकछिन अब थकै मार्नु पऱ्यो अय्या यो चुरोट खाएर चाहिँ कसले फ्याल्यो यहाँ कसले फ्याल्यो चुरोटको ठुटो यहाँ त्यसलाई चाहिँ कारवाही गर्नुपर्छ फेरि यस्तो नि गर्ने हो यहाँ चाहिँ हामी यस्तो सरसफाइ गर्छ बिहान बिहान आएर यस्तो सबै बच्चीलाई यहाँ पनि अर्को पनि रहेछ यो देख्ने मान्छे सिसी क्यामेरा छ आधा चाहिँ क्यामेरामा हेर्न पऱ्यो कसले चुरोट खाएर यहाँ फ्यालेर त्यसलाई चाहिँ कारवाही हुनुपर्छ है ल साथी म चाहिँ ठ्याक्कै घर आइपुग्यो 9 बज्यो अब खानासाना खाएर अब सुत्नु आएको 9 बजिसक्यो गुड नाइट भनिदेऊ बाबु गुड नाइट भनिदेऊ न भनिदेऊ नभन्ने रुगला हाल्नु त तिमीलाई त रुगला रहेछ हो नाक ट्याटो सिङ्गल आएको छि न साथी अब 9 बजिसक्यो अब सुत्नु आएको अब फेरि पनि अर्को भिडियोमा आउँला आजलाई यति नै अब भोलि न फेरि ड्युटी जानु पऱ्यो 5 बजे नै यसरी नै मेरो जिन्दगी चलिरहेको छ बेलुका अब दिनभरि ड्युटी अब केही टाइम मिलेमा भिडियो हजुर हेर्छ ल ल टिभी हो त्यही हेर्ने ल बाबाको भिडियो लगाइदेऊ नि त ल टिभी ल हजुर त्यही हो ल हो त्यही ल बाबाको भिडियो लगाइदेऊ ल हो त्यही हो ल ठिक छ सबैजनालाई फेरि पनि धन्यवाद दिन चाहन्छु मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला यति भन्दै म बिदा हुन चाहन्छु सबैलाई गुड नाइट नमस्ते जय नेपाल